वेलकम ब्याक टु माई न्यू भिडियो। केटा के छ त? आज म खेल्दैछु मेरो भाइको वर्ल्डमा, जसमा म बनाउँछु आज कुल कुल खालको बिल्डहरू। यो चाहिँ मेरो भाइको वर्ल्ड हो, जहाँ चाहिँ केही छैन। नेदराइटको आर्मर छ, टुल्स छ, ओपी इन्चान्टमेन्ट छ। सुरुमा वर्ल्डको टुर लिइहालौँ, त्यस पछाडि म आजको मेरो मेन अब्जेक्टिभ भन्छु किन आएको म यो वर्ल्डमा। ब्रिडर छ, भिलेजर ब्रिडर, त्यसकै तल ट्रेडिङ हल छ र मेरो भाइले यहाँ धेरै खेलेको छ, धेरै नै मतलब यति हो, यति धेरै एनिमल छ। यो सब भिलेजरहरूसँग ट्रेड गरेर खतरनाक खतरनाक चिज देखेको र यो वर्ल्डमा अझै सामानहरू छ। जसले आइरन प्रड्युस गर्छ लिजिट अमाउन्टको। अब यो भएर दोकानहरू छ, यसको बेस चाहिँ आजसम्म भएको छैन, थाहा भएन किन। र अब आजको गोल हेरौँ हामी। आज मलाई यसको वर्ल्डमा बनाउनु छ एउटा खतरनाकवाला फार्म। देखाइनु यो सरी, यो सामान यति धेरै सामान लुटहरू छ नि, यता बिल्डिङ मटेरियल्स। यसको वर्ल्डमा 6वटा गोल्डन एप्पल, एउटा खाइदिइहालौँ। 23 एन्सेन्ट एभ्रिस यहाँ। र अब तिमीहरूलाई जे देखाउँछु नि मान्दैनौ तिमीहरू। एउटा सल्कर, 2टा सल्कर बक्स भरेर योसँग छ इलाइट्रा। भाइया मेरो वर्ल्डमा त मसँग एउटा इलाइट्रा छैन, योसँग एउटा वर्ल्डमा 2टा सल्कर इलाइट्रा छ। त आजको कामतिर लागौँ। म सर्भाइभल सिरिज पनि बनाउनु सोच्दैछु। पुरानोवाला वर्ल्डको के भयो भन्दाखेरि वर्ल्ड अपडेट टान्दाखेरि फाइल हराइहाल्यो, जसले गर्दाखेरि अब फेरि नयाँ वर्ल्डदेखि स्टार्ट गर्नुपर्छ। तर यो वर्ल्डदेखि म केही इन्सपिरेसन लिन्छु, जस्तै कि त्यो गोल्ड फार्म जुन अहिले काम गर्दै छैन। अनि यो खतरा खालको बिकन छ, यसले सबै इफेक्ट दिन्छ। त्यो आइरन फार्म, त्यो ब्रिडरहरू सबै म बनाउँछु। र अब म मटेरियल कलेक्ट गरेर तिमीलाई फार्म बनाउने बेलामा भेट्छु। त मैले फार्म बनाउनलाई सबै सामान कलेक्ट गरिसकेको छु। फार्म यता आइरन फार्मकै छेउमा बनाउने सोच्दैछु। र हङ्गर फार्म बनाउँ। राति भएको हुनाले म आएर सुतिसकेको छु। अब भोलि बिहान गएर बिहान त कोही पनि हाल्यो यार, अब छिटो कामको ठाउँतिर। घन्टी लास्टै बजिरहेको छ यार नेपालमा आजकल। यो मेरो भाइको लुटहरू, यहाँ मेरो मटेरियल्सहरू छ, सबै राखेर अब फार्म बनाऊँ। हाम्रो बिल्डको फर्स्ट लेयर त खत्रै देखिँदैछ, अलिक फलेको छैन, किन अहिले पछि यता आउँछ राम्रो देखिरहेछ। तपाईँलाई चाहिँ 3 लेयर जति थप्नुपर्छ जस्तो लाग्छ। त अझै एउटा लेयर थपेर भेटिन्छ है त, ट्रान्जिसन हान्दिउँ न। सेकेन्ड लेयर पनि बनायो, कहाँ मलाई 10 मिनट त लागेन। फेरि एकछिन
ओहो फेरि भन्नु त यार मलाई पक्का यति बनाउनुलाई त 10 मिनट लागेन फेरि सुगर केन आउन स्टार्ट पनि भइसक्यो अब यो फार्मलाई एकछिन हामी एफके गरौँ र अब म तिमीलाई भेटिन्छु एफके पछि 1 मिनटको एफके पछि हामीसँग अलिक यति जति अझ पनि हाल्दैन छ एकछिन एनिमल फार्म एफके गरेर यो पनि भर्यो यो पनि भर्यो नेक्स्ट साइड आएन छ त्यही आएको छ धेरै आएर त दिस मच फर टुडेज भिडियो भनेर बन्द गर्नु कि भनौँ भने एकछिन यहाँ एफके गर्न मन छ अफ क्यामेरा म एफके गर्छु र यहाँ सुगर केन आएको आइछ आजको लागि यति नै त बाई।